नमस्ते, म अहिले वटा 7 स्थित रहेको यो सडकमा छु। तपाईले देख्न सक्नुहुन्छ यो सडक राम्रो अवस्थामा छैन र यस सडकमा हामी विभिन्न किसिमका समस्याहरू पनि देखिरहेका छौँ। तपाईको नाम के हो? मेरो नाम गौरव यादव हो। गौरव यादव हो। यहाँ तपाई किन आउनु भएको हो? हाम्रो सोशल टिचरले अहिले विकासको पूर्वाधार भन्ने पाठ पढाउँदै हुनुहुन्छ है। तपाई तसर्थ हामी यसबाट स्थित यो सडक अवलोकन गर्न आएका छौँ। तपाई चाहिँ किन आउनु भएको हो? प्र्याक्टिकल क्लासको लागि। र यहाँ तपाई देख्न सक्नुहुन्छ मेरा अगाडि पछाडि केही विद्यार्थीहरू उभिरहेका छन्। ती विद्यार्थीहरूलाई म केही प्रश्नहरू सोध्न गइरहेको छु। तपाईको नाम के हो? मेरो नाम पवित्र राजवंशी हो। पवित्र राजवंशी हो। म तपाईलाई केही प्रश्नहरू सोध्न गइरहेको छु है। म यो माइक हाल्दिन्छु है। यदि तपाई यस वडाको वडाध्यक्ष हुनुहुन्थ्यो भने यो समस्या समाधान गर्न सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? यदि म यस वडाको वडा अध्यक्ष भएको भए सबैभन्दा पहिला म सडकको निरीक्षण गर्थेँ, स्थानीय बासिन्दाको समस्या बुझ्थेँ र आवश्यक बजेटको व्यवस्था गरेर सडक मर्मत तथा सुधारको काम सुरु गर्थेँ। यो सडक सुधार भएपछि वडावासीले के कस्ता फाइदा पाउनेछन्? यातायात सहज हुनेछ, दुर्घटना कम हुनेछ, विद्यार्थीहरू विद्यालय जान सजिलो हुनेछ र व्यापार व्यवसाय पनि बढ्नेछ। सडक विकासले वडाको विकासमा कस्तो योगदान पुर्याउँछ? सडक विकास भएमा शिक्षा, स्वास्थ्य, व्यापार र सञ्चार सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ। त्यसैले सडक विकासका महत्त्वपूर्ण पूर्वाधार हो। यदि यो सडक निर्माणका लागि पर्याप्त बजेट नभए के गर्नुहुन्थ्यो? म सम्बन्धित निकायसँग समन्वय गरेर थप बजेटको व्यवस्था गर्ने प्रयास गर्थेँ र उपलब्ध स्रोतको सही प्रयोग गर्थेँ। विकासका काममा स्थानीय नागरिकको भूमिका कस्तो हुनुपर्छ? नागरिकहरू विकासका काममा सहयोग गर्नुपर्छ, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ र सरसफाइमा ध्यान दिनुपर्छ। तपाईँका विचारले विकासको पूर्वाधारहरू महत्त्व बुझ्न मद्दत गर्यो। विकासका लागि सडक, सञ्चार, स्वास्थ्य, खानेपानी र विद्युत जस्ता पूर्वाधारको उचित व्यवस्था आवश्यक छ, हैन त?